नमस्ते लासो फ्याफुल्ला हजुरहरू सम्पूर्णलाई स्वागत छ रमा दिदीको युट्युब च्यानलमा। आज चाहिँ फर्स्ट टाइम हामीले चाहिँ गेम भिडियो लिएर आएको छौँ हामी बुढाबुढीबाट। आज हाम्रो बुढाबुढीको फर्स्ट च्यालेन्जिङ गेम हुँदैछ। आशा छ हजुरहरू सम्पूर्णलाई मनपर्छ होला। हामीले पनि देखेर एकदम अरूको भिडियो इन्टरटेनमेन्ट गरेर हामीले पनि हजुरहरूलाई इन्टरटेनमेन्ट गराउनको लागि यो भिडियो लिएर आएको छौँ। र यहाँ चाहिँ कतिवटा आइटम छ त? 48वटा आइटम छ। 48वटा आइटममा चाहिँ हाम्रो मेरो छोरीले भन्छ, उसले भनेअनुसार हामीले यहाँ कलेक्ट गर्ने र जसले जित्छ उसले चाहिँ 1000 पाउँछ। जसले हार्छ उसलाई पनि फेरि ठुलो इनाम खानुपर्छ। ल अब ढिलो नगरिकन गेम स्टार्ट गरौँ है त। ल सुरुमा चाहिँ होइन ग्रीन कलरको ग्लिटर टेप। ल मैले दिएँ। अब प्याज। प्याज। चस्मा। अब मिट मसला। आलु। काँक्रो। ओरेन्ज कलर। येल्लो हो त्यो बाबा जस्तोमै छ येल्लो। ग्रीन ग्रीन। Which one orange? This one orange. येल्लो येल्लो। यो ओरेन्ज। रेड हो त्यो डार्क रेड हो, त्यो लाइट रेड हो। This is orange. त्यो हो? Yes. नो होइन। ल र दुईजनाले भेट्छन्। त्यो कलर डिसमिस भयो है। अब मोइस्चराइजर। अब के अरे भाँडामा साबुन। ऱ्याबिट। पिङ्क कलरको ग्लिटर टेप। पिङ्क कलर। Yes. अब त्यो व्हाइटनिङ क्रिम। अब त्यो नेल पोलिस रिमुभर। गाजल। अब छ नि त्यो तेल। इस्कुस। अब लिपस्टिक। लिप बाम। हाइलाइटर। अब रेड कलर डार्क रेड। डार्क। अब डार्क येल्लो। डार्क ग्रीन। अब नन साबुन। टमाटर। कन्सिलर। अयो व्हाइट कलर। कागती। रेड कलर। लाइट ब्लू कलर। लाइट ब्लू। मेहंदी। आल्ता। झन्डु बाम। चेप्नी। चकलेट। लसुन। प्याज। चकलेट। येलो कलरको ग्लिटर टेप। ग्रे कलरको ग्लिटर टेप। ब्लू कलर। इंक पेन। बोडी। पोतेको। ओरेन्ज कलर। ग्रीन कलर। खुर्सानी। येलो कलर। ल Let's go. ब्ल्याक कलर। रेड
ल अब गनमा है त कसको धेरै अब मैले टिपेँ अब यो यहाँ होस् न अब यो ल अब गनिस हो अब गनेपछि देखाउने है त पर्दैन अब यो गर्नै नपर्ने है मम्मा हजुरको यत्रो खोर्सानी खानु पर्ने भयो बाबा हजुरको यत्रो फर्स्ट गेम चाहिँ मैले मम्मा जितेँ। हजुर जित्छ है ल अब मम्मा हजुर इनाम पाइछ खै दिस बाबा हजुर अब सेकेन्ड गेम यो सेकेन्ड गेम पछि हो दुइटै गेममा जित्नु पर्यो नि ल अब चाहिँ बिङ्गो सेकेन्ड गेम बिङ्गो गेम हो सेटअप भइसकेको छ म जित्छु ल गेमको बारेमा भनिदिनु यो चाहिँ बिङ्गो गेम हो अब यसमा चाहिँ होइन म नम्बर भन्छु मैले जुन जुन नम्बर भन्छु मम्मा हजुर बाबा हजुर त्यही त्यही नम्बर निकालिदिन्छ अनि यो जुन बनाएको बक्स छ नि हो त्यो बक्स चाहिँ भर्टिकली हरिजेन्टली जसरी पनि खाली हुने बित्तिकै एउटा खाली हुने बित्तिकै बी अर्को खाली हुने बित्तिकै आई यसो गर्दै गर्दै बिङ्गो पुऱ्याउनुपर्छ जसले फर्स्टमा बिङ्गो पुऱ्याइसिन्छ त्यही विनर भइसिन्छ है ल 3 2 1 गो 16 7 What is 7? 7 Okay. मैले लिएको छैन है 7 ल 7 2 2. 2 2 2 Okay. खोइ 2 कता गयो 2 4 Okay. 4 4 ओके भएको छैन 4 कहाँ गयो 4 त छैन के हो मेरोमा Here is 4. 4 21 What is 21? 21 Okay. 21 मेरो आँखा कमजोर भयो 21 ए यहाँ रहेछ त 25 What is 25? Okay. 20 20. 20. Okay. 19 19. What is 19 Okay. 19 19 Here is 19. 19 3 3 ल मेरो बी भयो बिङ्गोको बी भयो है मेरो साथीहरू ल फर्स्ट मैले बी पाए 5 5 12 12 कता छ ए मेरो भयो yes मेरो पनि भयो 12 24 24 24 कता हाले 24 24 अरे रहेछ ल ल अब 22 22 अर्को आयो मेरो मेरो यो पनि खाली भयो है आयो है मेरो त लेख्ने कुरा कता पो पुग्यो आयो मेरो दुईटा खाली भयो मेरो 5 भइसक्यो हो एकछिन आई ल Yes. 5 भइसक्यो हो भइसकेछ 5 बाँकी नम्बर बाँकी नम्बर छ 8 13 18 6 9 11 17 14 23 1 10 6 6 6 6 6 1 1 कता छ 1 यहाँ छ 9 9 10 10 12 भयो 15 15 बट यस्तो पनि हुन्छ नि त हुन चाहन्छ ल हुन्न 8 8 ओके मेरो एउटा यस 8 11 अरे मेरो त अर्को नि आयो यस मेरो पनि आयो अर्को मेरो नि आयो है त एन जी हजुरको जी आइसक्यो 1 2 3 4 यस 13 माय गॉड 13 अब बाँकी नम्बर 18 17 14 23 23 14 यस 18 18 ल पर्खिनु है पर्खिनु मेरो नि जी आयो 17 यस ल जित्स्या हो यस एउटा छ त हजुरको त्यो खाली नै हुनुपर्छ भने छैन बिङ्गो यतिकै नि पुग्छ एन जी ओ बिङ्गो यस यतिकै नि पुग्छ हजुरको खै BING आई ए अघि नै पुगिसकेको रहेछ म विनर भयो त्यसो भए त आई एन जी त्यस्तो भनिदिनु हुँदैन नि जसले सुरुमा बिङ्गो भनिदिन्छ त्यही विनर हो मैले भने मेरो म विनर हो बिङ्गो भयो पनि तर ल गेम सिकाउने मान्छेले भनौँ कसको विनर भयो कसरी विनर भयो ल खै को त विनर ल अब मम्मा हजुर चाहिँ विनर मम्मा हजुरको पनि 23 बाबा हजुरको पनि 23 बाँकी रह्यो
तर पनि मम्मा हजुर विनर हो, किनभने मम्मा हजुर सुरुमा बक्सा यो यसरी सिधा जाने बक्सा र यसरी यसरी बाङ्गो जाने बक्सा मम्मा हजुरको सुरुमा बिङ्गो भइसकेको थियो, त्यही भएर है मम्मा हजुर जित्सेको चाहिँ यो सिधा र यस्तोरी बाङ्गो सिधा र यस्तो गरेर सिधा जाने मिल्न त। म विनर भइसकेको रहेछु कि तर मलाई थाहा नभएर मात्रै रहेछ। अनि सुरुमा विनर भइस दुईजनाले गर्छन् त गर्छ तर जसले सुरुमा बिङ्गो भन्छ चिचाइसो त्यही चाहिँ विनर भइसिन्छ है। मम्मा आज चिचाइसकेको त्यही भएर मम्मा आज विनर। ल बाबा चाहिँ खुर्सानी खाइसिनुपर्छ, मम्मा आज 1000 रुपियाँ पाइसिन्छ। बाबा हजुर दिसो 1000 रुपियाँ। ल मलाई 1000 रुपियाँ दिनु। 2000 जिती। ए 2000 जिते हैन, 1000 दुईटा 100 1000 के छैन, बुढीले जितेन बुढाले जितेन एउटै त खोर्सानी आज खानुपर्ने। जिते अब हजुरले चाहिँ खुर्सानी खानुपर्छ। ल खुर्सानी खानु अब नियम त पालना गर्नै पर्यो अरे नि। कहाँ छ ल खुर्सानी पनि आयो। 3 2 1 गो करप्पै एकैचोटिमा। हारेले खुर्सानी खानुपर्छ। आम्मो फिर भाषण क्या हो? मैले हारेको भए हुन्थ्यो नि बरु है। पाउने बेलामा 1000 रुपियाँ पाइसक्यो भन्छन् बाबा हजुर। ल धेरै फिर भयो छैन। ल आजलाई चाहिँ यति नै, हाम्रो गेम पनि सक्यो। विनर म भएँ। मन परेदेखि लाइक शेयर कमेन्ट सब्सक्राइब गरिदिनुहोस् प्लिज, यो हाम्रो पहिलो प्रयास हो। आशा छ हजुरहरूलाई मनपर्छ होला। आगामी दिनमा पनि अझै हामी योभन्दा पनि रमाइलो गेम हजुरहरूको अगाडि राख्छौँ भन्दै आजलाई चाहिँ हामी छुट्टिन्छौँ। हाम्रो युट्युब च्यानलमा चाहिँ सब्सक्राइब गरिदिनु होला भन्दै अहिले चाहिँ बाई बाई। कति पिरो भयो बाबा हजुर? मजा लाग्यो होला आज। एकदम रमाइलो पनि लाग्यो, मजा पनि लाग्यो जित्दाखेरि।